मा रहन्छ वाइटी पछाडितिर तामाङ आउँछ एकातिरबाट जायल शट लिइरहे एन्ड देन डोकीलाई पनि क्लोजमा आउँदै गरेको देख्न सकियो यहाँबाट साइड मुभमेन्ट बन्न सक्छ एन्ड टिम एएसटी को लागि ब्याक टु ब्याक 6 वटा चिकन डिनर आएको छ अनि यो म्याचमा पनि चिकन डिनर फर टिम ट्राइबल मेसी डबल ह्याट्रिक चिकन डिनर टिम ट्राइबल नक भएको देख्न पाइरहेका छन् 2 किलको साथमा एएसटी बट स्टिल टिममा पुरै स्क्वाड रहेका छन् Yes, अब फुल म्यान पावर रहेको छ बट जो नखरहेका छन् रिभाइभल दिनुपर्ने सिचुएसन देख्न पाइरहेका छौँ उताको साइडमा भने चाहिँ सिएमएफ भन्ने चाहिँ जुन सर्कलले डाउन फेस गर्दै थिए बट आइएनएमएसका टिम यहाँबाट नेट हुँदै गर्दाखेरि अब टप 4 टिममा कन्भर्ट भइसकेको छ टप 4 टिममा कन्भर्ट हुँदै गर्दाखेरि फोएमबीको लागि चाहिँ सोलो प्लेयर रहेका छन् जहाँ उनीहरूको लागि जुन स्प्लिटेड वेमा बसिरहेका थिए त्यो स्प्लिटेड वेमा बस्दै गर्दाखेरि चाहिँ टिमको लागि भने चाहिँ त्यहाँतिर ट्रबल बन्द पुग्यो अब यता बेबी रहेका छन् जहाँ उनको तर्फबाट केट वेबल भने चाहिँ युज गरिँदैछ हुन त सोलो प्लेयर हुन् एन्ड सोलो प्लेयर भयो भने आफ्नो टिमको लागि प्लेसमेन्ट पोइन्ट वाइजै उनी सर्भाइभ गरिरहेका छन् टप 4 मा आइसकेका छन् त्यसमाथि अब फेरि उनको वरपर टिम रहेका छन् एन्ड जस्ट अपोजिङ साइडमा जहाँ देख्न पाइरहेका छौँ 4MB को तर्फबाट रहेको प्लेयर जो सोलो प्लेयर रहेका छन् रिफ्युज उनी सर्भाइभ गरिरहेका छन् बेबीलाई अलमोस्ट आइडिया छ जस्तो देख्दैछु जहाँ उनले पुरै पिन गरेर त्यो पर्टिकुलर एरियातर्फ नजर बनाउँदै गरिरहेका छन् हुन त फेरि यता रिफ्युजको लागि पनि जोन सर्कल रहेको छैन सो जोन सर्कलको लागि एन्ट्री बनाउनु पर्ने सिचुएसन छ अब जस्ट एउटा मात्र टिम हो एएसटी जहाँ उनको लागि भने चाहिँ फुल म्यान पावर रहेको छ सो त्यो म्यान पावरको जुन एडभान्टेज रहेको छ यदि त्यो एडभान्टेज उनीहरूले पाउन सक्यो भने चाहिँ यो म्याचमा आफ्नो टिमको लागि चिकन निकाल्न सक्ने एउटा पोसिबिलिटी देख्दै गरिरहेको छु बट सिनियरहरू के कस्तो भन्न पुग्ने हो यता सिएमएफको लागि अर्को एकजना प्लेयर जुन आई डोन्ट नो एक्ज्याक्टली को थियो भनेर बट प्लेयर चाहिँ आउट अफ जोन सर्कल एलिमिनेट हुन पुगेको मैले देख्दै गरिरहेको थिएँ अब बाँकी 2जना प्लेयर सर्भाइभ गरिरहेका छन् जहाँ उनीहरूको लागि 4 एलिमिनेसन छ एन्ड जोनको एन्ट्री बनाउनको लागि अलमोस्ट उनीहरूले भने चाहिँ एज कभर गर्नको लागि पुग्दै गरिसकेका छन् अब जोनको एज रहेको छ बट फेरि पनि काउन्टडाउन चल्दै गरिरहेको छ यो सिक्ली टिमहरूलाई कहाँ धकिल्ने हो त आइएटको प्लेयर या सोलो प्लेयर रहेका थिए बट त्यहाँबाट कमिटमेन्ट देखाउनको लागि उनी लागिसकेका छन् यतातिर सिएमएफका प्लेयर कनेक्सन बिल्ड गर्छन् 4MB has been eliminated still आइएटको लागि रहेको सोलो प्लेयर त्यही वरपर देख्न पाउँदै थियो बट यहाँबाट एएसटीको नजर बन्द पुग्यो जहाँ त्यो नजर बन्दै गर्दाखेरि एएसटीको तर्फबाट आइएटको टिमलाई वाइप आउट गरिन्छ एन्ड यो ब्याटल टप 2 टिममा कन्भर्ट हुँदै गर्दाखेरि सिएमएफ विथ द्याट डुओ प्लेयर एन्ड एएसटी विथ द्याट 4 म्यान पावरको साथमा रहेका छन् जहाँ जो अगाडि बढ्न थालिसकेका छन् कनेक्सन बिल्ड गर्नको लागि ट्राई गर्दै थियो बट त्यहाँ नक निकाल्यो जोलाई त्यो एउटा किल कन्फर्मेसन एटलिस्ट गरिएको रहेछ बट जुन म्यान पावर एएसटीले बोकेका थिए त्यो म्यान पावरको साथमा भने चाहिँ यो फर्स्ट म्याच जुन रहेको छ फर्स्ट म्याचको विनर चिकन डिनर एएसटीको टिमले भने चाहिँ आफ्नो लागि यङ्गोको टिम पनि पछाडि साइडबाट आउने प्रोबेबिलिटी रहेको छ एन्ड अर्को प्लस भनेको चाहिँ जुन एएसटीको टिम रहेका छन् उनीहरू अलिकति हिल साइड भएको कारणले गर्दाखेरि टाइफुनलाई कतै न कतै स्पट गर्न सकिन्छ कि उनी मुभ गर्दाखेरि त्यो भन्न सक्नेछौँ अब के कस्तो सिनेरियो बन्ने हो टिमहरू कसरी जोनको अप्रोचको लागि जानेछन् मेबी यो काउन्टडाउन सकि जानेछन् कि भनेको बारे टाइफुन स्पट गर्छन् डाउन निकाल्न सफल बिटललाई नक निकालेछन् इन्स्ट्यान्टली किलमा सेकेन्ड गरेर आफ्नो टिमको लागि अर्को एउटा एलिमिनेसन थप्न पुगिसकेका छन् र्याम्पेज देख्न पाइरहेका छौँ विथ द्याट 5 एलिमिनेसन एएसटीको तर्फबाट पनि एङ्गल बन्दै गरिरहेको छ जुन मैले अघि पनि कुरा गरेको थिएँ उनीहरूको लागि एउटा हाई ग्राउन्ड रहेको छ सो त्यहाँबाट कतै न कतै स्पट गर्न सकिन्छ भने बट अब टाइफुनको लागि अलिकति डिफिकल्टी सिचुएसन कसरी मुभ गर्नेछन् भन्ने कुरा रहेको छ अगाडि जाँदै गर्दाखेरि फेरि पछाडि साइडबाट ब्याक स्ट्याप सट यता एएसटीको तर्फबाट आउने हो कि अगाडि जाउँ भने फेरि अगाडि केयुएमको टिम अलरेडी होल्ड गरिरहेका छन् त्यो सिनेरियोले गर्दाखेरि चाहिँ उनको लागि अलिकति ट्रबल त रहेको छ बट अब जोन सर्कल आउन थालिसकेको छ 6 स्टेजको जोन सर्कल भनेपछि ड्यामेज पनि उत्तिकै हेभी हुन्छ सर्भाइभ गर्नको लागि दौडौ पर्नेछ यता एएसटी हिल त गर्दैछन् बट अब त्यहाँ हिल गरेर कतिन्जेल बाँच्ने भन्ने कुरा रहेको थियो अन्त्य क्रममा एएसटी जो लास्ट मिनिट प्लेयर रहेका थिए उनी एलिमिनेट हुँदै गरिरहेका छन् र टाइफुन पनि सोलो प्लेयर हिल गर्न खोज्दै थिए बट उनी पनि एलिमिनेट भइसके यो ब्याटल एकैचोटि टप 2 टिममा कन्भर्ट भइसकेको छ जुन सोलो प्लेयर हामीले आउट अफ जोन सर्कल देख्न पाइरहेका थियौँ दुवै प्लेयर भने चाहिँ उनीहरू त्यो जोन ड्यामेजले नै एलिमिनेट भइसक्दाखेरि एएसटीको टिमको लागि यो चिकन निकाल्ने प्रोबेबिलिटी हाई देख्दै गरिरहेको छु जहाँ 2v3 को सिचुएसन रहेको छ अगेन्स्ट केयुएम जहाँ केयुएमको लागि फेरि एलिमिनेसन आइसकेको थिएन यता लोकोको तर्फबाट गएको सर्टसँगै भेनम उनी डाउन फेस गर्न पुगिसकेका छन् भेनमको तर्फबाट अब त्यो कनेक्सन बिल्ड गर्ने कोसिस त चल्दै थियो बट उनी नक फेस गरेसँगै रेस्ट अफ द पार्टनरलाई भने चाहिँ हामीले अझै पनि आउट अफ जोन सर्कल देख्न पाइरहेका छौँ जहाँ कभर सट प्रोभाइड गर्ने क्रम त चल्दै गरिरहेको थियो यतातिर जुन प्लेयर रहेका छन् पिकअप नै रहेका छन् उनी उनको त्यहाँतिर एलिमिनेसन बन्द पुगिसकेको छ सो लोको एक्लै सर्भाइभ गरिरहेका छन् कनेक्सन बिल्ड गर्नको लागि पछाडि प्लेयर आउँदै थियो जो त्यो डिभिएससँगै
ब्याक टु ब्याक दुईटा चिकन डिनर एएसटीको नाममा रिभाइभलको लागि सायद कोसिस पक्कै पनि रहने भयो। एसटीको ह्याट्रिकको लागि च्यालेन्ज दिने टिमको रूपमा अहिलेको लागि हामीले 1-1 देखिरहेका छौँ कि डिफेन्ड गरिने हो त यो म्याचलाई एसटीको तर्फबाट फर द ह्याट्रिक सेकेन्ड डिनर। लेट्स सी मौका छ, मौका भन्दाखेरि पनि त्यो क्षमता राख्ने प्लेयर छन् यो टिममा। सो अन्तिमसम्म पक्कै पनि हेर्नुपर्ने हुन्छ टिम एएसटीले के कति पोइन्ट्स निकालेछन् त भनेर। बट स्टिल 3जना प्लेयर 1-1मा भएको कारणले थोरै केयर्समा च्यालेन्ज गर्न सक्छन् भनौँ। बट अहिले डाउन गर्छन् भिसीलाई एन्ड देन ओके वेक्सी फिनिस पनि हुने भयो त्यहाँ। एन्ड देन कान्छाले सनलाई पनि फिनिस गरिदिन्छन्। ओर्सन पनि डाउन भएसँग त लेभल गेमिङ म्याचबाट अहिलेको लागि बाहिरिए टप 4मा गेम कन्भर्ट भइसकेको छ। यहाँबाट ओके रोकी जान्छन्, जिवेनलाई डाउन गरियो, च्यालेन्जर टिमलाई डाउन गर्दैछन्। रिभाइभ दिनको लागि साइरस स्मोक त गरिएको छ, के रिभाइभल कम्प्लिट हुने हो त। तामाङ पछाडिपट्टि अफ एङ्गल लिएर बसिरहेको छन्। तामाङले पछाडिपट्टिबाट आएर सर्ट लिन्छन् भने टिमको लागि राम्रो मौका रहन्छ चिकन निकाल्नको लागि। तोरी अगाडि जानुपर्ने रह्यो, 5-5वटा ग्रेनेड रहेको छ, के यो ग्रेनेडको कनेक्सन रहने हो त। यता कान्छा पनि छन्, फोडियम पनि यो म्याचको चिकन निकाल्ने कन्टेस्टमा रहेको देख्न सकियो। किल मगर आउँछन्, साइरस डाउन, फोडियमले उतापट्टिबाट अल्का इन्डाइरेक्टली एएसटीको ह्याट्रिक निकाल्न मद्दत गरिरहेको देख्न सकिसकेका छन्। रहन्छन् किटनको अगेन्स्टमा नेट कनेक्सन आयो, एचपी लो छ। लास्ट ग्रेनेड के यो फाइनल ग्रेनेडको रिजल्ट आउने हो त। पुरै कुट गरेर थ्रो गर्छन्, मुखमा पड्काउनु त गाडी कभरले बस्ने भए 1v1को लागि जान्छन्। बट यो पटक मिस गर्नेछन्, केटर डाउन गरियो जायला। बट ब्याकअपको लागि रोकिरहेका थिए, उनले डाउन पनि गर्छन्। केटनलाई रिभाइभ पनि दिन भ्याउने भए 1-4 एलिमिनेट। फोडियमको अगेन्स्टको ब्याटल 2v3 को ब्याटल हुन्छ, प्लेयर रिभाइभ हुन्छन् भने। एन्ड यता फोडियमको लागि पनि राम्रो म्याच कन्सिडर गर्नुपर्ने हुन्छ भने एसटीको लागि राम्रो म्याच भन्दाखेरि पनि ह्याट्रिकको लागि टिमले कोसिस गर्नेछन्। यहाँबाट 3जना प्लेयर रहे। तामाङको अफ एङ्गलको बारेमा सायद फोडियमको प्लेयरलाई आइडिया बनिरहेको छ, त्यसैको फाइदा तामाङले उठाउनु पर्ने हुन्छ। डोकीको सर्ट, कान्छा नक, अन्तिम प्लेयर टिम फोडियममा किलमङ्गर। डोकीको सर्ट आउँछ, किलमङ्गरको अगेन्स्टमा नेट थ्रो गर्दै थिए, एचपी लो गरिएको छ। जाय आउँछन्, पछाडिपट्टिबाट तामाङ आउने भए एन्ड गाडीबाट डाउन गर्छन् फाइनल प्लेयरलाई। एन्ड विनर चिकन डिनर टिम एएसटीको लागि र ह्याट्रिक चिकन डिनर निकालेको छन्। 3जना प्लेयरको साथमा अघिदेखि नै कन्टिन्यू गरिरहेका थिए। डोकी एलिमिनेट भएको थियो, बट 14 किल अलरेडी आइसकेको छ। इफ यो म्याचमा चिकन डिनर आउँछ भने दिस विल बी द 4th one। बट यता जुनायत राउन्ड गर्छन् रिफ्लेक्सलाई। सिएमएफ यो म्याचबाट एलिमिनेट भए झार्ने छन्। फेनमले जेनोसलाई त्यो घोडाबाट टक्रक गर्दै आइरहेका थिए। उनी किल कन्फर्मेसन पक्कै पनि रहने भयो, किनकि जोन बाई डाउन भयो, एक्सट्रिम पनि जोनको ड्यामेजबाट डाउन भएका छन्। लास्ट प्लेयर स्पेसबाट उता ओके टिम रहेको थियो, एलिमिनेट भएको छन् यो म्याचबाट। 16 एलिमिनेसन। अन्तिम प्लेयर अगाडि रहेका छन् ग्यान्टे फ्रम डिआरएस गेमिङ, स्काई फ्रम होरो स्पोर्ट्स र स्काई त अघिदेखि नै आफ्नो टिमलाई त पोजिसन वाइज सर्भाइभिङ पोइन्ट कन्ट्रिब्युट गरिरहेका नै छन्। बाँकी ग्यान्टे यहाँ 1v3 बन्ने हो या लास्टमा एसटीले प्लेयर गुमाइसकेपछि 1v1 को सिचुएसन बन्ने हो। नेटको कनेक्सन, ग्यान्टे नक निकाल्छन् वेनमलाई एन्ड गार्डले आउँछन् र जायले ग्यान्टेलाई कुल्चेर डाउन गर्ने भए। अब स्काई अन्तिम प्लेयर 1v2 को सिचुएसन, के सोलो प्लेयरले आफ्नो टिमको लागि चाहिँ केन्द्र कन्ट्रिब्युट गर्न भ्याउने हुन्छ। बट नो, अगाडि नक भएको प्लेयर पक्कै पनि रिभाइभ हुने भए। स्काई सोलो प्लेयर किल हुने पनि रहेको छन्, 6 प्लेसमेन्ट पोइन्ट त लिएर आइसकेका नै छन्। बट त्यो इनफ टिमको लागि पक्कै पनि बन्नेवाला छैन। बट के खेलिदिए टिम एएसटीले त अगाडिको 3टा म्याचमा जुन मोमेन्टम बिल्ड गरिरहेको थियो टिमले त त्योभन्दा पनि अझै बेटर वेमा यो म्याचलाई फिनिसिङ तर्फ लगिरहेको देख्न पाइरहेका छौँ। यसका अन्तिम प्लेयर एजमा रहे, स्याकमा छन्, चुपचाप बसिरहेको देख्न सक्यो। बट उनलाई स्पट सायद गरियो एन्ड अगाडिपट्टिबाट आउँछन्। ओके वाट स्प्रे, क्लोज रेन्जमा प्लेयर आउँदै थिए, गाडीमा झारियो बट कभर आउँछ तामाङको। एन्ड विनर चिकन डिनर, येट अनदर चिकन डिनर फर टिम ट्राइबल मेसी। के खेल्दैछ यो टिम त। प्रिभियस म्याचको कम्पेरिजनमा यो म्याचमा त अझै नै एग्रेसिभ देखियो यो टिमलाई। एन्ड 4वटा चिकन डिनर आउट अफ 4 चिकन डिनर नै टिमले आफ्नो नाममा गरेको देख्न सकिन्छ। ओके अब त म्याच नै छैन कुनै पनि टिम एएसटीको लागि। अरू टिमहरूको कुन रूपको साथमा खेल्दैछन्, यहाँ अलग्गै रूप लिएर आएका छन् टिम ट्राइबल मेसीले त। एन्ड ओके उता 4MB सँग किलअफ माउन्टेन ब्याटलमा रहन्छन्। जियोल टप डाउन रहने भए, टोक अन्तिम प्लेयरमा कन्भर्ट भएका छन्। अगाडि जान्छन्, हातमा डिभेस रहेको देख्न सक्यो। 1v1 को ट्रेड गर्ने कोसिस बट सर्ट मिस गर्छन्। लोकोको अगेन्स्टमा लोकोले फिनिस गर्ने भए फाइनल प्लेयर डोकलाई। एज
त्यहाँ टिम किलर अफ माउन्टेन अझै पनि सर्भाइभ पनि गरेर बसिरहेको देख्न सक्यो। प्रिभियस म्याचेसमा केही मिस भएको थियो, केही मिस्टेक थियो, बट त्यो कुरालाई टिमले के हदसम्म सही गर्ने कोसिस किलर अफ माउन्टेन तर्फबाट भइरहेको देख्न पाइरहेका छौँ हामीले। अहिलेको लागि सर्कलको फेभरमा एएसटी एन्ड मिनिम्यापमा त एकजना प्लेयरलाई देखिरहेका छौँ एक्सीबाट भने बाँकी रहेका अगाडि किलर अफ माउन्टेन 2 जना प्लेयर सर्कलतिर आउनु पर्ने त रह्यो। एउटा पोर्सन खाली देखिरहेका छौँ हामीले मिनी म्यापमा, बट स्टिल उनीहरूलाई स्पट गरिएको सर्ट दिने कोसिस पनि भइरहेको देख्न सकियो। बट एक्सीबाट फाइनल प्लेयर चुपचाप नै बसिरहेको देख्न सकियो। अनि यहाँबाट टिम ट्राइबर मेसीको लागि अर्को एउटा चिकन डिनर निकाल्ने राम्रो मौका पनि बनेको देख्न पाइरहेका छौँ। टिमले सिचुएसन अनुसार चाहिँ आफ्नो अप्रोच चेन्ज गरेर खेलिरहेका छन्। स्यानोकमा पक्कै पनि पुरै डिफ्रेन्ट नै रह्यो एज कम्पेयर मिरामार एन्ड इराङ्गल, बट ब्याक टु द मिरामार जुन अप्रोच फर्स्ट म्याचमा थियो फेरि पनि त्यही कुरालाई दोहोऱ्याएर खेलिरहेको देख्न सकिन्छ। ह्युज एलिमिनेसन चाहिएन टिमलाई, बट टिमले एउटा चिकन डिनर निकाल्नको लागि कुन तरिकाले खेल्दा ठिक हुन्छ त्यो अनुसार चाहिँ खेलिरहेको देख्न सक्यो। जायले चाहिँ ड्रप लुट्दैछन् अवश्य नै अन्तिम ब्याटलको लागि आफूसँग लेभल 3 को हेलमेट बेस्ट पप्पर रहन्छ भने चाहिँ पक्कै पनि केही हदसम्म तपाईँको लागि त्यो 1v1 को ट्रेड बन्न जान्छ भने चाहिँ जित्ने केही चान्सेस भने चाहिँ हाई रहन जान्छ। एसटी क्रल गर्दै अगाडि जान्छन्, सर्कलमा सबैजना प्लेयरलाई देखिरहेका नै छौँ। एक्सीका प्लेयर त्यहाँ रहेका केएमको 2 जनाको अगेन्स्टमा ब्याटल लिन्छन् कि, बट ओके तामाङको नेट जान्छ। फाइनल प्लेयर रहेको थियो एक्जीबाट उनलाई पनि डाउन गरिएको देख्न पाइरहेका छौँ। जेनेसिस स्पोर्ट्स यो म्याचबाट बाहिरिएका छन्। एउटा ग्रेनेड पप्पर नेड पक्कै पनि टिम एसटीको लागि चिकन डिनर निकाल्न थोरै मद्दत गरिदिनु त भएन, बट के मिस हुने हो। टिम किलर अफ माउन्टेनले जुन डबल ह्याट्रिकमा रहेको टिम ट्राइबर मेसीलाई च्यालेन्ज गर्ने हुन् त यो फाइनल ब्याटलमा, त्यो पक्कै पनि हेर्छौँ। एज अगाडिको ब्याटलको कुरा गर्नु पर्दाखेरि केओएमलाई एग्रेसिभ देखिरहेका छ भनेपछि हल्का कन्फिडेन्ट पनि रहेका छन् किलर अफ माउन्टेन। यो ब्याटलमा जित निकाल्नको लागि अगाडिपट्टि प्लेयर आएको थाहा छ, लोको रहेका छन्। उनले अलरेडी यहाँ 16 किल उठाएको देख्न सक्यो, बट नो यो पटक भेनम आउँछन्, लोकोलाई डाउन गरिएको देख्न सकियो। लास्ट म्यान रिमेनिङ एन्ड नाउ इट्स 3v1। पाँचवा चिकन डिनर ब्याक टु ब्याक रहन जान्छ। यो म्याचमा टिम ट्राइबर मेसीको लागि चिकन डिनर आउँछ भने त नेट सही ठाउँमा थ्रो गर्दैछन्, कनेक्सन रहने हो त लाइक द प्लेयर पक्कै पनि बस्ने भए डाइरेक्टली माथि जाने कोसिस हुने हो कि, बट नो यस पटक पिकअप पिक डाउन गर्छन्। जायलाई अगाडि बढ्दै थिए सर्टनको साथ, बट ओके अम्लेर गएका रहेछन्, त्यही भएर पिकअप पिकले इजिली डाउन गरिदिने भए। किल कन्फर्म पनि गरिन्छ। ब्याक टु ब्याक ग्रेनेड स्प्याम गर्ने कोसिस अगाडि बढिरहेको प्लेयरलाई स्पट गर्छन्। तामाङ मोडअप आएको थियो, 1 म्यान ब्याटल जित्छन् एन्ड टिम ट्राइबर मेसीको लागि अर्को एउटा विनर चिकन डिनर रहेको देख्न सकियो। अनडाउटली अनम्याचेबल टिम ट्राइबर मेसी आजको दिनमा 5वटा म्याच आइसक्दाखेरि कुनै पनि टिमले म्याच गर्न सक्ने खालको टिम नै देखिएन ट्राइबर मेसीलाई। एन्ड अर्को एउटा म्याच, अर्को एउटा चिकन डिनर, त्यसपछि टिमलाई हामीले डबल ह्याट्रिकको रूपमा देख्न पाउनेछौँ। एन्ड सायद यो देख्न पाइयो 4MB पहिलो एलिमिनेसन टिमको लागि रहने भयो। डिआरएस गेमिङलाई घेर्ने कोसिस चलिरहेको छ। एक्जिएमपीएल स्याकमा रहने भयो, उता नक रहेको प्लेयर ओके नक हुन्छन् कि ग्रेनेडबाट बस्ने त भए समाउ, बट डिआरएस गेमिङलाई पुरै पिन नै गरेर राखियो अहिलेको लागि त सिक्रेट एलिमिनेट भयो। द्याट मिन्स टिम एएसटीले जितेका छन् त्यो फाइट। बिस्तारै टिम ट्राइबर मेसीको लागि अर्को एउटा जित निकाल्ने मौका त्यहाँ रहनेछ। डेल्टा पनि नक भयो। डिआरएस गेमिङको लागि त म्याचेसहरू खराब नै गयो, जस्ट इनिसियल ब्याटलमा मात्रै टिमले म्यानेज गर्न सकिरहेको छन्। त्यसपछिको फाइटहरूमा टिम बाहिरिरहेको देखियो। डक जान्छन्, एक्जिएमपीलाई नक निकालियो, रिफ्युज जान्छन्, डेल्टालाई फिनिस गरिएको छ। अल अफ द सडन डिआरएस गेमिङ अब भने यहाँ 16 प्लेयरमा कन्भर्ट भइसकेको देख्न सकियो। डेफिनेटली एक्सपेक्ट गरिएको चाहिँ यो सङ्केत टिम डिआरएस गेमिङको लागि त पक्कै पनि एटलिस्ट लास्ट म्याच आजको दिनलाई एउटा पोजिटिभ वेमा फिनिस गर्न सकिन्छ कि भनेर सोच्ने थियो कि भन्दै थियौँ, बट लास्ट म्याचमा पनि टिमको लागि सायद सिचुएसन त्यही नै रहनेछ। 4 किल त आयो, फाइनल प्लेयर रहेका छन्। अब 16 प्लेयरमा दबाव भइसकेपछि पक्कै पनि पुरै स्क्वाडको साथमा रहँदा रिजल्ट नआइसकेपछि आज 16 प्लेयर पक्कै पनि गाह्रो त बन्ने त भयो। बट स्टिल प्रिभियसली स्यानोकमा 16 प्लेयर अन्तिमसम्म सर्भाइभ गरेको देख्दै थियौँ केही टिमको तर्फबाट। यो म्याचमा पनि आज 16 प्लेयर अन्तिमसम्म सर्भाइभ गरियो। त्यहाँबाट #2 सम्म आइयो भने पनि 6 पोइन्ट रहनेछ। 4 किल त आइसकेको छ। एटलिस्ट 10 to 12 को पोइन्टर म्याच बनाउन सकियो भने पनि खराब त कन्सिडर गर्न सकिँदैन, बट त्यो पनि गाह्रो छ। अझै पनि 8वटा टिम बाँकी भएको कारणले जहाँ पोचिङको कुरा गर्नु पर्दाखेरि त यो एरियाको फाइट त फिनिस भइसकेको छैन। पिकको अगेन्स्टमा ओके स्मोक थ्रो गरे, ओके स्टन ग्रेनेड रहेछ, त्यो पनि बाउन्स भएर आयो, कुनै पनि इफेक्ट नै भएन। त्यहाँ एक्लो प्लेयर रहेका छन्। पोडियमका 2 जना प्लेयर पिकलाई सायद स्पट गरिएको छ, ग्रेनेड भएको भए स्याड बोयको लागि के चान्स थियो, र स्याड बोय त
अघि नदेखि नै अलाइभ रहेको देख्न सक्यौँ नि अघि नदेखि नै एक्लो प्लेयरको रूपमा सर्भाइभ गरिरहेका छन् काफी टिम आए काफी टिम एलिमिनेट पनि भए बट उनी अलाइभ रहन अहिलेको लागि चाहिँ समहाउ म्यानेज गरिरहेका छन् उनले आफ्नो पोजिसन चेन्ज गरिरहेको देख्न सक्यो बट पिकलाई आइडिया भइसकेको छ कल दिनुपर्ने रहन्छ किलमङ्गरलाई दुईजना प्लेयर अगाडिपट्टिबाट पुसको लागि सँगै जान्छन् भनेपछि आज सोलो प्लेयर को अगेन्स्टमा फाइट लिन सायद त्यति गाह्रो नरहला बट अगाडि पनि एकजना प्लेयर तपाईँ दुईजना प्लेयर हुँदाखेरि पनि एक एकजना प्लेयर गर्दै पुसको लागि जानुहुन्छ भने त जुन प्लेयर एडभान्टेज तपाईँको लागि बनिरहेको छ अहिलेको लागि त्यो एडभान्टेज तपाईँले पक्कै पनि उठाउन पाउनु चाहिँ हुँदैन बाँकी हाम्रो जुन स्ट्रिङ हुँदैछ भनौँ अझै पनि 1 मिनट छ थर्ड सर्कलको लागि हामीले त्यहाँ सर्कल बाहिर एएसटीको टिमले सिक्रेटलाई डाउन गरेर आउँदै गरेको देख्न पाइरहेका थियौँ भनेपछि टिम एएसटी अझै पनि 3 जनाको साथमा स्क्वाड वाइज कुरा गर्नु पर्दाखेरि किलर अफ माउन्टेन र 4MB मा मात्रै पुरै स्क्वाड बाँकी रहेका छन् के ह्याट्रिक डबल ह्याट्रिक निकालिएर र त्यो एउटा रहन्छ भने चाहिँ थर्ड पार्टी टुर्नामेन्टमा भए पनि यो लब्बीमा पक्कै पनि एउटा रेकर्ड त सेट हुने नै छ ब्याक टु ब्याक 6 म्याचमा 6 नै म्याच एउटै टिमले लगालग सेकेन्ड डिनर निकालेको सेम लब्बीमा त्यो मैले अहिलेसम्म सुनेको त देखेको त छैन इफ मैले मिस गरेको भए छुट्टै कुरा हो मलाई सच्याउन सक्नुहुन्छ कमेन्टमा नत्र भए त पक्कै पनि टिम एएसटी नै पहिलो टिम बन्ने छन् त्यही भएर अहिलेको लागि ओके फाइटमा त नजाउँ होला किल उठाइसकिएको छ आफ्नो टिम पनि ओभरअल पोजिसनमा सेट भएर भइसकेको छ सो यहाँनिर अरू कुनै पनि एक्स्ट्रा अप्रोच गर्नुपर्ने जरुरी छैन ओके माथि टावरमा चढ्ने कोसिस गरिरहेका छन् उनले यहाँबाट हाम्रो नेक्स्ट चौथो सर्कल पनि बनेको देख्न पाउनेछौँ एन्ड देन फोर्थ सर्कल आएको तोरो साउदर्न एरियातिर 1-for-1 को टिम नर्दर्न एरियामा रहने भयो 4MB को टिमलाई पनि समाउ केही हदसम्म सर्कलले फेभर गर्ने भयो थोरै डाउन निकालेसँगै रिफ्लेक्स सोलो प्लेयर रहेका छन् सोलो प्लेयरको साथमा ब्याटल इङ्गेज गर्नुपर्नेछ बट एएसटीको टिम पनि आउँदै गइरहेको नोटिस गर्दैछु एएसटीको टिम कनेक्सन बिल्ड गर्नको लागि आउँदैछन् मेबी यहाँबाट एलिमिनेसन पिक गर्ने मौका खोजिरहेछ ब्याटलमा इन्ट्रेस्टेड रहेका छन् सर्ट कनेक्ट गर्छन् सिएमएफको लागि रहेको सोलो प्लेयर उनलाई इलिमिनेट गराएसँगै यहाँबाट भने चाहिँ 5 एलिमिनेसन एएसटीको नाममा हुन पुगिसकेको छ टप 5 टिम बिचको ब्याटल छ त्यसमाथि अब 4MB को टिमको पनि त्यहाँतिर एलिमिनेसन के कसरी पिक गर्ने हो अलमोस्ट जति पनि टिम छन् आइगेस यतैतिर आएको हो कि जस्तो मान्दै गरिरहेको छ एएसटी 4MB देख्दैछु एन्ड सँगसँगै 1-for-1 अफिसियल रहेका छन् बाँकी टिमहरू यता बोल्न परेर रहेको छैन बट जोन सर्कल नभएपछि सबै टिमहरूको लागि जोन सर्कललाई पनि प्रायोरिटाइज गर्नु जरुरी छ त्यसमाथि सायद एएसटीको टिमले त अब अलरेडी 5वटा चिकन निकालिसकेका छन् अब अझै पनि एलिमिनेसन एड गरौँ न त भन्दै उनीहरू यहाँ ब्याटल इङ्गेज गर्नको लागि आएका थिए एन्ड एक एलिमिनेसन पिक गरियो भने अब त सिधै जोनको लागि लाग्न थालिसकेका छन् त्यसमाथि अब 1-for-1 को टिम पनि वरपर हामीले नोटिस गर्न पाउँदैथ्यौँ सो यहाँबाट टिमहरू जोनको लागि एन्ट्री बनाउँदै गर्दाखेरि के कस्तो ट्रबल आउने हो उता बाँकी टिमहरूको लागि जोनको एउटा एन्ट्री बनाएर बसिरहेका त देख्न पाइरहेका छौँ जहाँ 1-for-1 को लागि एन्ट्री बनाउने क्रम चल्दैछ डिआरएसको लागि सोलो प्लेयर आई डोन्ट नो कहाँ छन् उनी सर्भाइभ गर्दैछन् स्टिल एन्ड सर्भाइभ गर्दै गर्दाखेरि अब एटलिस्ट प्लेसमेन्ट पोइन्ट भन्ने पक्कै पनि आउनेछ यता 4Mको टिम आउँदै गरिरहेको थियो जापानिज स्याक अप्रोच लिनको लागि आउँदैछन् डोकीलाई देख्न पाइरहेका छौँ अब 4Mको तर्फबाट आउँदै गरिरहेको किलमङ्गर उनको गेस्टमा तामाङको कनेक्सन जान्छ डाउन निकाल्यो एन्ड स्ट्यान्डले किल सेकी गर्दै एक पछि अर्को गर्दै एएसटीको टिमले आफ्नो टिमको लागि एलिमिनेसन एड गरिरहेको हामी यहाँतिर देख्न पाइरहेका छौँ बट जुन हामीले ब्याटलको कुरा गर्दैथ्यौँ कि 1-for-1 र 4MB को टिम बराबर रहेका थिए कतै न कतै 1-for-1 को टिम पनि जोन सर्कललाई प्रायोरिटाइज गर्छन् कि भनेर सोच्दै थिए बट जोन सर्कललाई प्रायोरिटाइज गरिएन ब्याटल इङ्गेज गर्नको लागि इन्ट्रेस्टेड रहेका थिए अनि त्यो क्रममा अब गोस्ट सोलो प्लेयर रहेका छन् हिल गरेर जोनको एन्ट्री बनाउन पाए भने एटलिस्ट अझै पनि प्लेसमेन्ट पोइन्ट एड गर्न सक्ने भने चाहिँ मौका रहनेछ एन्ड या टप 5 मा गेम कन्भर्ट भइसकेको छ एएसटी 3 जना छन् 4MB 2 जना बाँकी 2टा टिम सोलो खातमा रहेको देख्न पाइरहेका छ जसमध्ये एकजनालाई त नक निकाल्दिएका नै हुन् जोन आइसकेको छ रिभाइभ दिन सायद भ्याउने छैनन् डिआरएस गेमिङका फाइनल प्लेयर चुपचापले बसिरहेको देख्न सकियो र अब भने त सायद मुस्किल नरहला टिम एएसटीको लागि यो म्याचमा पनि सेकेन्ड डे निकाल्नको लागि एन्ड या ड्रप क्लास लिइरहेको छैनन् त्यही भएर ब्याक टु ब्याक सेकेन्ड डे आइरहेको छ पक्कै पनि भन्न मिल्दैन यहाँ हल्का देखिरहेको छ मैले किनकि ड्रप फाइटमा नआए पनि टिमले अन्तिममा आएर चिकन निकाल्दाखेरि त्यति धेरै किल देखिरहेको हुँदैन थियो बट यहाँ टिम एएसटीले किल र प्लेसमेन्ट पोइन्टलाई एकदमै म्यानेज गरेर चाहिँ अगाडि बढिरहेको छ सो या टिमले जुन हिसाबले खेलिरहेका छन् एउटा सिचुएसन रहन जान्छ एन्ड त्यही अनुसार टिमले खेलिरहेका छन् यहाँबाट अब फेरि पनि 3v1v1 इफ यो
फाइट इफ हारियो भने त अगाडि 5 वटा चिकन डिनर निकालेको त्यति राम्रो म चाहिँ काउन्ट गर्दिनँ, किनकि यो एकदमै इजी नै हो। ब्याक टु ब्याक टिमको लागि 5 वटा चिकन डिनर आइसक्दाखेरि लास्टमा सोलोको अगेन्स्टमा 3 जना प्लेयर हुँदाखेरि नै हार्नुहुन्छ भने चाहिँ त्यो सिचुएसन चाहिँ खराब नै हुन्छ टिमको लागि। बट सायद नहारिएला कि लेट्स होप फर द बेस्ट। यता तामाङ हल्का अफ एङ्गल लिएर आउनेछन्, पिकलाई स्पट गरिएको रहेछ, सर्ट आउँछ, पिकलाई डाउन गर्नेछन् जायोले र पोडियम बाहिरी अन्तिम प्लेयर क्लियर वाइटी के यहाँबाट 1v3 गरिएला र सर्कलको ठ्याक्कै एजमा रहेको स्याकको कभरमा रहन्छ क्लियर वाइटी। पछाडिपट्टि तामाङ आउँछ, एकातिरबाट जायल सर्ट लिइरहे एन्ड देन डोकीलाई पनि क्लोजमा आउँदै गरेको देख्न सकियो। यहाँबाट सायद मुभमेन्ट बन्न सक्छ एन्ड टिम एएसटी को लागि ब्याक टु ब्याक 6 वटा चिकन डिनर आएको छ अनि यो म्याचमा पनि चिकन डिनर फर टिम ट्राइबल मेसी। डबल ह्याट्रिक चिकन डिनर टिम ट्राइबल मेसीले कलेक्ट गरेको देख्न सकियो। अन्तिम म्याचमा पनि टिमले डबल ह्याट्रिक मिस हुन्छ कि सोचेनन्, केही लास्ट ब्याटलहरू चल्दै थियो।